हेलो वेलकम टु ब्याक माई मिनी भ्लग। सो आज चाहिँ म मेरो बाल्यकाल कहाँनिर र कुन घरमा बित्यो भनेर म चाहिँ देखाउनेछु। सो यो ठाउँको नाम चाहिँ पाखे हो। अहिले चाहिँ हामी खाल्डे गएको छौँ। अनि यो घर बनाउनुको लागि बाउहरूले दाजुहरूले एकदम दुःख गर्नुभयो। मैले चाहिँ सोचेकै थिइनँ क्या अब पछि गएर पनि अर्को ठाउँ जानुपर्छ बस्नुपर्छ भनेर। मैले चाहिँ बाल्यकालमा सोचेको थिएँ मेरो चाहिँ लाइफ यही घरमा बित्छ होला भनेर सोचेको थिएँ। सो मान्छेले सोचे जस्तो नहुँदो रहेछ। भाग्य परिस्थितिले गर्दाखेरि मान्छेहरू जहाँ पनि पुग्नु पर्ने रहेछ। अनि हाम्रो चाहिँ यहाँनिर धारा पनि बनाएको थियो। यो धारा बनाउँदा मलाई अलिअलि याद छ। यहाँ हुँदै गिटी कुटेको यो धारा बनाउँदाखेरि। अनि धारा बनाएको पनि एकदम याद आइरहेछ मलाई। दाजुहरूले गिटीहरू कुट्नु लगाएको। अनि यो चाहिँ हाम्रो टोइलेट हो। यहाँनिर चाहिँ पुरानो सबै झाडी भइसकेको छ। सबै पुरानो भएर झाडीहरू सब आइसकेको छ, घाँसहरू उम्रेर। अनि यो चाहिँ हामीहरूले लगाएको अम्लिसो हो। अनि यो अम्बक सानोमा यहाँनिर यो बोट सानो थियो। हामी चाहिँ यहाँनिर झुन्डिँदै अम्बक खाइन्थ्यो। अहिले त फलेको पनि रहेन रहेछ। अनि तपाईँहरूले किन बसे सरेर गएको भनेर भन्नुहुन्छ भने अब गाउँमा त्यस्तै त हो। यहाँनिर चाहिँ पहिला हामी मात्रै होइन धेरै घरहरू बसे सरेर माथि बाक्लो बस्ती भएकोतिर गइसकेको छ क्या। अनि त्यही भएर पनि हामी एक्लो भएर पनि बसे गएको हो। यहाँ तल सबै घर थियो क्या, 5-6 घर थियो। अहिले चाहिँ सबै बसे सरी र माथि गाउँ गइसक्यो। सो त्यही हो। अब मेरो बाल्यकाल बिताएको घर चाहिँ यही नै हो। यो घरमै मैले बाल्यकाल बिताएँ। 9 क्लास पढिन्जेलसम्म चाहिँ मैले यही घरमा बिताएँ। अनि त्यस पछाडि चाहिँ अब भाग्य परिस्थितिले गर्दाखेरि छोडेर जानु पर्यो यो घर चाहिँ। तर धेरै याद आउँछ यो घरको, यहाँनिर बसेर दुःख गरेको बाउहरूसँग होइन। अनि त्यही हो। पुरानो घर आफ्नो बनाएको घर सम्पत्तिहरू चाहिँ मिस गर्नु लायक हुँदो रहेछ। सम्झी बस्छु म चाहिँ यो घरमा, यो घरको बारेमा। अनि अब त्यस्तै हो, परिस्थितिले गर्दा छोड्नु पर्यो। मैले चाहिँ यहाँ तल सल्लाह रोपेको थिएँ, त्यो चाहिँ कस्तो भयो, झाडीले पुरिसकेछ। सो त्यही हो। भिडियो हेरेर लास्टसम्म साथ दिनु होला, सपोर्ट गरिदिनु होला भिडियो हेरेर। अनि सब्सक्राइब पनि गरिदिनु होला। सो मेरो बाल्यकाल चाहिँ यो घरमा बितेको। सो घर चाहिँ अहिले सबै झाडी भइसकेछ। ओके, यति भन्दै म चाहिँ मिनी भ्लगबाट बिदा हुन चाहन्छु। धन्यवाद।